नेटफ्लिक्सको यो साउथ कोरियन सिरिज सुरुमा पोस्टर मात्र हेर्दा यो साधारण स्कुल ड्रामा जस्तो लाग्न सक्छ, तर ट्रेलर अथवा सिरिज पुरै हेर्नुभयो भने वास्तवमा त्यस्तो छैन। कमजोर स्कुलिङले गर्दा के नराम्रो घटनाहरू हुन सक्छ यो सिरिजले राम्रोसँग देखाएको छ। जुन 5, 2026मा नेटफ्लिक्समा आएको थियो। मैले फाइनली हेरेर सकाएँ, त्यसैले रिभ्यू गर्न अलि ढिलो भयो। कतिजनाले यो सिरिज हेरिसक्नुभयो होला? यदि हेरिसक्नुभयो भने कस्तो लाग्यो कमेन्ट गर्नु है त। यो सिरिजमा स्कुलभित्रको बुलिङ, भाइलेन्स, टिचरहरूमा कामको प्रेसर, करप्टेड टिचरको असर यो सबै राम्रोसँग देखाएको छ। यस्तै कारणले गर्दा एउटा एआरपिबी नामको संस्थाको जन्म हुन्छ, जसले बिग्रिएको स्कुल सिस्टमभित्र गएर भिक्टिमहरूलाई जस्टिस दिन्छ। उनीहरूले न्याय पाएको देख्दा आफैले न्याय पाएको महसुस भयो। सिरिजको कुरा गर्दा फर्स्ट एपिसोड नै स्टुडेन्टको आत्महत्याबाट सुरु हुन्छ। यो सिरिज एक्सन, इमोसन र सामाजिक सन्देशको मिक्स हो। प्रत्येक एपिसोड नयाँ केस जस्तो लाग्छ र कहानी धेरै फास्ट पेस्टमा छ, त्यसैले बोर हुँदैन। हरेक सानो सानो घटनाहरू अन्त्यमा गएर ठुलो रहस्यसँग जोडिएको हुन्छ। यदि तपाईँलाई विक हिरो साउथ कोरियन सिरिज जस्तो डार्क स्कुल ड्रामा मनपर्छ भने यो सिरिज तपाईँलाई पक्का मन पर्न सक्छ। ओभरअल भन्नुपर्दा यो क्रिपिङ छ, सिरिज राम्रो छ, अलिक कन्ट्रोभर्सियल पनि छ। जस्तै स्कुलको बच्चाहरूसँग मेन क्यारेक्टर्सहरू जो एडल्ट्स हुन्छन् उनीहरूको फिजिकल फाइट देखाइएको छ। धेरै नसोच्नु होला, जस्ट इन्टरटेन गराउन राखेको एक्सन सेन्सहरू हो र बिग्रिएको स्टुडेन्ट्सहरूलाई सुधार्न युज गरिएको टेक्निक हो। नेटफ्लिक्समा उपलब्ध छ, गएर हेर्नु होला है त।